दिलबहादुर पसल तपाईँ पनि आफ्नो अतिथि आसन ग्रहण गरिदिनुको निमित्त यसले गर्दा उहाँको स्मृतिको बारेमा उहाँको सम्झनाको बारेमा छोराहरूले उहाँको परिवारले जुन गर्नु पर्थ्यो त्यो मलाई के लागेको छ भने अलिक ढिलो भएको जस्तो लाग्छ र मैले यहाँ कल्पना गरेथे पन्धाक परिवारलाई अनुरोध गरेर यहाँको पन्धाक परिवारलाई बटुलेर बोलिन्छ पन्धाक तथा फागोको नाममा अध्ययन प्रतिष्ठान खोल्ने भनेर मैले निजका जेठा छोरा गोविन्द फागोसँग पनि म सल्लाह लिएँ र किनभने यो सायद बोलिन्छ पन्धाक र पन्धाक परिवारमा एउटा मान्छे तत्कालीन त्यति बेला एउटा भौतिक मान्छे क्रान्तिकारी वामपन्थी नेता हुनुहुन्छ उहाँहरूलाई यति मात्र पुग्दैन उहाँको सम्झनाको बारेमा उहाँको स्मृतिको बारेमा जुनले खेल कार्यक्रम गरियो त्यो मलाई कमी भएको जस्तो लाग्छ उहाँको बारेमा उहाँको नाममा मैले शालिग बनाउनु पर्छ जस्तो लागेको छ उहाँको नाममा कुनै प्रतिष्ठानमा अभिलेखहरू अब अभिलेख स्मारिका पुस्तक निकाल्नु पर्छ जस्तो लागेको छ र यहाँले यो कुरा गर्नु पनि अनुरोध गर्दछु र म यहाँले सामुमा हुनुहुन्छ एकजना साथी काजीमान लिम्बू व पन्धाक उहाँ यो तपाईहरुको परिवारमा एउटा बौद्धिक मान्छे बुद्धिजीवी मान्छे हुनुहुन्छ र उहाँको यो बौद्धिकता योग्यतालाई उहाँ प्रयोग गर्दै बोलिँदा पन्धाकको बारेमा स्मारिका पुस्तक लेख्नु निम्ति पनि म आजैको मितिदेखि यहाँले म अनुरोध गर्दछु उहाँको जीवनी इतिहास र इलाम अध्ययन गर्दादेखि लिएर क्रान्तिकारी व जीवन र विभिन्न उहाँको सरल जीवन कठोर दुश्मनहरूको विरुद्धमा घोर उहाँ एउटा योजना गर्ने सङ्घर्ष गर्ने प्रतिभा व्यक्तित्व निम्ति उहाँलाई हामी चिन्दछौँ यहाँ लेख्नु निम्ति यहाँ धेरै साथीहरू पार्टीहरू जन्मे नेकपा एमाले भयो नेकपा माओवादी केन्द्र भयो विभिन्न पार्टीका नेताहरू साथीहरूले पनि क्रान्तिकारीको नाममा उहाँलाई सम्मान गर्ने योग्य मान्छे हुन् त्यसले गर्दाखेरि उहाँको बारेमा म के भन्न चाहन्छु यहाँ अझैदेखि मितिदेखि बोलिनुहुन्छ उहाँको नाममा स्मृति प्रतिष्ठान खोलेर उहाँको स्मारिका नाम लेख्न निम्ति म अनुरोध गर्न चाहन्छु र यसको निम्ति मैले के सहयोग गर्नुपर्छ आर्थिक रूपमा सहयोग गर्नुपर्छ कि मैले भौतिक रूपमा मैले के सहयोग गर्नुपर्छ वा कुनै तथ्य सङ्कलनहरू वा अभिलेखहरू उहाँका प्रमाण कागजहरू के सङ्कलन गर्नुपर्छ यसको निम्ति पनि यहाँले म सहयोग गर्न अनुरोध गर्न चाहन्छु र मैले पहिला पनि भन्दै आएको हो र गोविन्दजीलाई म अनुरोध गर्दै आएको त्यसले गर्दा यहाँ निम्ति म विशेष अनुरोध गर्न चाहन्छु उहाँको नाममा अघि प्रवक्ता साथीले भन्नुभयो कुनै उहाँको नाममा सामुदायिक भवन खोलिएको हुनु पर्यो कुनै बाटोहरू खनिएको हुनुपर्छ उहाँको नाममा कुनै पार्क बनाउनु पर्छ भने पार्क बनाउनु पर्छ भने पनि म पन्धाक परिवारले उहाँको परिवारहरूले उहाँ केही सहयोग गर्न सक्नुहुन्छ विदेशबाट सहयोग सङ्कलन गरेर यो गर्ने निम्ति पनि अनुरोध गर्न चाहन्छु मैले भने कुनै पनि चिजहरू कुनै पनि सङ्कलन प्रमाणहरू मैले आर्थिक सहयोग सङ्कलन गर्नुपर्छ जुटाउनु पर्छ भने म यसको निम्ति तयार छु म आर्थिक सहयोग पनि म तयार छु।